Welcome to all. Today we are going to discuss about used to and would. Used to and would both are past tense, and present used to and would, use and will. And here this topic is related to grammatical topic. It is also the higher level, and then here these are the example of 10 examples, and both examples also related to the used to and would. यहाँ के छ भने used to र would को प्रयोग कहाँ गर्ने तपाईहरु 1 मिनेटमा यसलाई बुझ्न सक्नुहुन्छ, 2 मिनेट लाग्दैन। यो बुझिसकेपछि तपाईले कहिले पनि यसबाट बिर्सन सक्दैन। यसलाई यसरी लिँदाखेरि हुन्छ। अब used to के हो यो पहिला क्लियर भयो। र would के हो यो दुवै बुझ्यो। यो मोडल भर्ब हो, यो पनि मोडलै भर्ब हो। दुवै मोडलै भर्ब हो। अब यो दुवै मोडलै भर्ब हो भने यो दुवैमा फरक के छ भने अब त्यो कुरालाई बुझ्नु पर्यो। अब बुझ्दाखेरि के गर्नु पर्छ? अब यसलाई बुझौं त एकचोटी राम्रो गरी बुझ्नु। कसरी बुझ्नु पर्छ भने राम्रो गरी बुझ्दाखेरि हुन्छ। अब यहाँ हेरौं एकचोटी। यो दुवैमा के फरक छ भने अब मानौ कि अब कुनै काम के छ भने अब हेर्दाखेरि एक दिन हुन्छ जस्तै छ यहाँ 1 2 3 4 5 6 7। अब यहाँ 1 2 3 4 5 6 7। अब हप्तामा के हुन्छ भने 7 डेज हुन्छन्। अब कुनै काम 7 दिन हुन्छ भने त्यसमा used to को प्रयोग गर्ने र कुनै काम एक दिन मात्र हुन्छ त्यसमा would को प्रयोग गर्ने। एउटा फरक यो भयो। यो एक दिन हुने काम वन डे हुने काम हो, यो सबै दिन हुने हो, एभ्री डे हुने काम। एभ्री डे जहाँ एभ्री डे रहन्छ हैन, जहाँ एभ्री डे रहन्छ त्यहाँ यो आउँछ। यहाँ एभ्री सन्डे रहन्छन् त्यो बेलामा के हुन्छ भने एभ्री सन्डे एभ्री मन्डे अथवा सन्डे मन्डे मात्रै रहन्छ, त्यो दिन मात्रै would को प्रयोग गरिन्छ। अर्को यो कन्टिन्युअस फर्ममा प्रयोग हुन्छ। कन्टिन्युअस एउटा फरक यो लिने। यो अर्को छ यो डिसकन्टिन्युअसमा हुन्छ। केमा हुन्छ भने डिसकन्टिन्युअसमा हुन्छ। डिसकन्टिन्युअस फर्ममा यो हुन्छ जहिले पनि हेर्दाखेरि यो डिसकन्टिन्युअसमा हुन्छ। डिसकन्टिन्युअस लगातार हुँदैन। लगातार हुँदैन, यो लगातार हुँदैन। अर्को यसमा के हुन्छ भने समयको ग्याप हुँदैन। ग्याप अफ टाइम यसमा हुन्छ। ग्याप अफ टाइम हुन्छ। यसमा के हुन्छ वुडमा ग्याप अफ टाइम पनि हुन्छ र यसमा नो ग्याप अफ टाइम हुन्छ। नो ग्याप अफ टाइम हुन्छ। यही फरक जाने, यति जाने भने पुगिहाल्यो। अरु कुनै कुरा जान्नु छोडी छ। यसमा समयको ग्याप हुँदैन, यसमा समयको ग्याप हुन्छ। यो अर्को छ लङ पिरियड हुन्छ, यो सर्ट पिरियडको लागि आउँछ। सर्ट पिरियडको लागि आउँछ। यति कुरा बुझे पनि धेरै हो। मेन कुरा के छ भने यो सधैँ भइरहने हो। यो सधैँ एक दिन मात्र हुन्छ। यो एभ्री डे हुन्छ, एभ्री सन्डे, एभ्री मन्डे, एभ्री जनवरी, यो एक दिन हुने काम हो। त्यति कुरा बुझ्नु। यो कन्टिन्युअस हो, डिसकन्टिन्युअस हो। यसमा नो ग्याप अफ टाइम हुन्छ, यसमा ग्याप अफ टाइम हुन्छ। यो लङ पिरियड हो, सर्ट पिरियड। यति कुरा बुझ्यो यसमा क्लियर हुन्छ। जस्तै चाहिँ हामी हेरौँ त माई सिस्टर्स डट 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 यहाँ छ have sought here when she was young पिरियड भनेको अब सानो पिरियड छैन। हरको अनुसार जस्तै छ चाइल्ड, यङ, ओल्ड जस्तै छ। अब यस्तो पिरियड हेर्दाखेरि लामो समय लिन्छ। अब जसरी लामो समय लिँदाखेरि यसमा लामो समय लिँदाखेरि केमा आउँछ त? लामो समय लियो भने केमा आउँछ? used to मा आउँछ। त्यस्तै तपाई बी नम्बर एकचोटी हेर, यहाँ बी नम्बर छ। We have lunch in the same school cab when she was in the middle school. In the middle school भनेको 6, 7, 8 यो पनि 3 वर्षको समय लियो। एक दिनको लिएन, लामो समय लियो। यस कारणले यहाँ के हुन्छ? के हुन्छ? used to हुन्छ। ल ठिकै छ, धन्यवाद, धेरै धेरै धन्यवाद। अब अर्को छ my father played badminton before he had backbone problem. अब backbone, अब कुनै रोग आएपछि त समय लिन्छ। बायोबोन पर चाँडै त निको हुँदैन। अब चाँडै निको हुँदैन भने यसमा के हुन्छ?
युज टु हुन्छ लामो समय लियो यसकारण आउनको लागि त आउँछ त रोग चाँडै त निको हुँदैन त्यो कुरालाई पनि मनाउनु। अब नम्बर डी लाई हेरौँ एकचोटि डी लाई के भनिएको छ when I was very young यो पनि यङै आयो हैन यङ आउँदाखेरि यो पनि समय लियो I डट नट छ त्यसमा के गर्ने युज नट टु को प्रयोग गर्ने युज नट फेरि यहाँ हामी सही प्रयोग गर्यो यसमा के प्रयोग गर्यो युज टु प्रयोग गर्यो बी मा पनि के गर्यो बी मा के गर्यो युज टु प्रयोग गर्यो हैन त्यस्तै हामी आउ यहाँ एकचोटि ई मा सी कॉल मी आफ्टर क्लास पछि मलाई चार्टको लागि बनाउनु क्लास पछि बनाउनु यसको मतलब सबै कुरा समाप्त भइसकेपछि लामो समय समाप्त भइसकेपछि सानो सर्ट पिरियडको लागि एउटा चार्टको लागि बनाउनु भयो यसकारण यहाँ के हुन्छ सर्टको कारणले भयो यो सर्ट पिरियड के हुन्छ वुड हुन्छ के हुन्छ वुड हुन्छ ल माई मदर वेयर ग्लासेस वेयर सी वाज एट द युनिभर्सिटी त यहाँ नोट छ यसकारणले के हुन्छ यहाँ अब युनिभर्सिटी लामो पिरियड लिएको कारणले यहाँ के हुन्छ भने यहाँ युज्ड नट टु लगाइदिने वेयर ल ठीक छ नम्बर जी को चर्चा गरौँ एकचोटि व्हेन आई वाज अ चाइल्ड यो पनि के छ भने अ चाइल्ड यो पनि लामो समय लियो के लियो त लामो समय लियो र ग्याप पनि भएन त्यसकारण यहाँ के हुन्छ त अर्को कुरा यहाँ लिभ छ लिभ र स्टेमा फरक हुन्छ स्टे 1 2 4 घण्टाको लागि कहीँ बस्छौँ भने त्यो बेला हामी स्टेको प्रयोग गर्छौँ तर धेरै दिन स्थायी पर्मानेन्ट रूपमा बस्छौँ भने त्यहाँ लिभको प्रयोग गर्छ यसकारण यहाँ पनि के हुन्छ युज टु हुन्छ है। अब यहाँ के छ भने नम्बर एच मा हो यो पनि एक प्रकारको भिभिआई छ हेर्नु अब अन सन्डेज अथवा सन्डे मात्र शनिबार मात्र आइतबार मेरो आमा के गर्नुहुन्छ बिहानै उठ्नुहुन्छ र कहाँ जानुहुन्छ त मन्दिर जानुहुन्छ कुन बार एभ्री डे गएन मात्र सन्डे जानुभयो यसमा के हुन्छ त उब्ले हुन्छन् यहाँ मन्डे मात्र दिनको नाम चेन्ज गर्छ मन्डे ट्युजडे लेखिदिन्छ बाँकी सबै कुरा त्यही रहन्छ एक्जाममा आउने कुरा यो नै छ है याद गर्ने यो कुरा हाउ मेनी फ्रेन्ड्स have in class 10 मा छन् क्लास 10 मा तपाईलाई कति साथी छन् अब पुरै स्कुलमा त भने मात्र एउटा कक्षा कोठाको इन्डिकेट गरेको छन् सर्ट पिरियड छ के छ सर्ट पिरियड छ सर्टमा के आउँछ यो सर्टबाट सर्टै बुझ्नु सर्टबाट के हुन्छ यहाँ उड आउँछ है सर्ट पिरियड भएको कारण अब जे नम्बर लास्ट नम्बरमा आउँछ ठीक माई फादर यहाँ छ क्यापिटल हुनुपर्छ माई फादर डट अलवेज रेड मी स्टोरीज बिफोर बेड ओछ्यानमा जानुभन्दा पहिला सुत्नुभन्दा पहिला प्रत्येक उहाँ के गर्नुहुन्छ कि सधैँ के गर्नुहुन्छ भने कथा भन्नुहुन्छ यसमा के हुन्छ ल भन्नु वुड हुन्छ यदि अलवेज नभएको भए के हुन्थ्यो वुड हुन्थ्यो अलवेज भएको कारणले यहाँ इज टु को प्रयोग गर्नु ल इज टु को प्रयोग क्लियर भयो कि भएन भइसक्यो भयो कि भएन ल यसमा इज टु को मेन के सम्झने कि लङ कहाँ छ समय बढी कहाँ लिन्छन् हाइबिचुअल एक्सन कहाँ छ कन्टिन्युअस कहाँ छ डिसकन्टिन्युअस कहाँ छ त्यति कुरा जाने पुगिहाल्छ मात्र यहाँ यही हेर्ने यहाँ जुन ट्रिक मैले बताएँ नि यही ट्रिक बुझ्यो भने तपाईको काफी हुन्छ यही ट्रिकहरु बुझ्नु यही ट्रिक्सहरु बुझ्ने यही छ यहाँ पनि के हुन्छन् युज टु हुन्छन् यो कुरालाई तपाई के गर्ने बुझ्ने ल अर्को कहाँ गयो यहाँ ल यसलाई मेन कुरा यसलाई यहाँ बुझ्यो एकचोटि हेरौ त यही समरी हो यसैको तरिकाले तपाई बुझ्ने यसैको तरिकाले यही हो तपाईको जिस्ट यही हो तपाईको ट्रिक अफ यूज टू एंड यूज टू भनेको यही हो 1 2 3 4 प्रत्येक दिन हुने एक दिन हुने एभ्री डे हुने एभ्री संडे हुने एभ्री मंडे हुने कन्टिन्युअस डिसकन्टिन्युअस गैप अफ टाइम नो गैप अफ टाइम यति बुझे पुग्या यही दैट्स ऑल क्लियर हो ल हस आजलाई यतिकै राखौ आजको टपिक यही थियो यूज टू एंड वुड